कता हिँडेको त यार? यो त मलेसिया होइन हो, नेपाल जस्तो लाग्छ। जता गए नेपाली नेपाली मात्रै भेटिन्छ यार। सबै नेपालीहरू छ नि, यो त गाउँै नेपाल जस्तै लाग्छ यार। यहाँनिर स्विमिङ पुलको नजिक स्विमिङ खेल्न आएको म र सोल्टी। सोल्टी धेरै भारी छ कि म धेरै भारी हो? कहाँ छ बच्चाको लागि होला नि? बच्चाको लागि अरे? हामी चाहिँ बुढो मान्छे हो र हामी पनि बच्चै त हो नि। बच्चा हामी दारी जुङ्गा पलाएको बच्चा हो। हामी स्विमिङ चाहिँ कति बेला खेल्ने? आज त पुरै दिनभरि खेल्ने हो, 4-5 घन्टा स्विमिङ खेल्ने। सोल्टी सट्टा छिर्ने त त्यहाँबाट, सट्टा निस्किनु त चिप्लिन्छ। थचक्क बस्नु सट्टा निस्किने हो क्या त्यहाँबाट। चप खोइ त चिप्ले खोइ सोल्टी तपाईँ धेरै भारी भएर हो क्या? म चिप्लिन्छु ल। सोल्टी लगाएन हो, म चिप्लिन्छु भाइ। चप्पल चाहिँ खोल्नुपर्छ होला नि त। यहाँबाट होइन छिर्ने? मलाई अड्क्यो भने तान है केटा। ल गइ त। अलि ठुलो हुनुपर्थ्यो क्या, मजै आएन यार। केटाकेटीको हो नि त। म पनि कुन चाहिँ बुढो हो र, म नि केटाकेटी हो। भर्खर दारी जुङ्गा त आएको नि। यो त यहीँको मान्छेले हान्छ होला नि। यहाँ चाहिँ यस्तो दामी छ, यहाँ यस्तो हरियो घाँसहरूको बिचमा त्यहाँ राखेर चाहिँ दामी छ। अब चाहिँ हामी नुहाउन लागेको। यतातिर हाम्रो एउटा साथी छ, म यता सोल्टी। ल सोल्टी उल्टी हान्छ नि फेरि। एकदम दिनु पर्यो यार। जाऊ ल छैन तिमी डुब्दैनौ, जाऊ। तिमी गाउँघरको मान्छेहरू त हानिदिइहाल्छ नि। वाह दियो कडा, एकदम कडा आयो यार, एकदम कडा। ल ऊ पनि जानु पर्यो अब राजा। ल रुपेश त बबाल यार, खतरा यार, माछा भन्दा पनि डेन्जर यार रुपेश। हाई ल वाह। अरे गाउँघरको मान्छे हो यार, यति दिइहाल्छ नि। हाना फेरि अलि विचार गर है, फेरि चोट लाग्ला। वाउ ए बब्बाल यार। ल फोन लिएर जम्प हान्दिउँ। ओए सोल्टी छिरेको हो। सोल्टी त खत्रै हो क्या मान्छे यार। कट्टो झरे अरे। छैन त माछा, छैन त माछाले टोक्दैन त। म हाम फाल्दिउँ यत्तिकै, हाम फाल्दिउँ सोल्टी। पानी यस्तो गर्छु नि म। झन्डै फोन डुबे यार, झन्डै फोन डुबेको। म त भाइ रुपेश कडा, रुपेश पछाडि। ए तेरिका रुपेश मान्छे यार। ल हेर अहिले फेरि अनि आँखा चिमा किन यहाँ ठोक्यो भने अगाडि आएर? ल रुपेश ल आउनु ल, कडा छ ल। वाउ अहिले चाहिँ कडा भयो। अब हान्दै उल्टो। देऊ ल। वाउ ल भेरी गुड। उभियो क्या तिमी त यार, उभियो क्या त ल, ठ्याक्कै उभियो त यार, कडा रहेछ त।